पनि बुढा त्यही त आई हेलो ल गाइज 315 मिटर होइन सर? लेखरका र थाङपालकोट जोड्ने पुल कति मिटर सर? 300 345 मिटर 345 मिटर पुल 345 हेर्नुस्। यो हाँडी खोला भन्ने खोलाको नाम। हिमाली जिल्लाको पुलहरू हेर्नुहोस् कस्तो हुन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ पुरै डरै लाग्ने छ। यस्तो तल हेऱ्यो भने कहाली लाग्छ। ल तपाईँलाई कस्तो अनुभव भइरहेछ यो पुलमा? एकदम उत्साहका साथ हेर्दैछु मैले। यो तल खोलामा हेर्दाखेरि चाहिँ एकदम डर लाग्ने जस्तो देखिँदो रहेछ। कति मिटर जति होला सर तल हेर्दा? तल पनि 200 मिटर भन्दा बढी होला। 200 मिटर हाम्रो अनुमानमा चाहिँ। हेर्नुहोस् मध्याहको 12 बज्न लागेको छ। हामीले यो पुल 345 मिटर, तल खोला पनि होला 200 250 मिटर त भनेपछि हामीले वृहत रूपमा पुलको अवलोकन गर्न पाएँ। आज भर्ना अभियानमा आएका थियौँ 50 वर्षको लागि अनुप सर र म। यही अवसरमा भर्ना अभियान सकेर फर्कने क्रममा हामी पुलमा हिँडिरहेका छौँ। यति यात्रा गर्दा पनि हामी मध्य भागमा आइपुगेका छैनौँ। अझै केही समय लाग्नेछ। हेर्नुहोस् यति लामो छ। नेपालको पनि विकास हुँदैछ भन्ने यसको एउटा ज्वलन्त उदाहरण भनौँ। हाइड्रो पावर पनि देख्न सक्छ तल सानो होइन सर? त्यो हाइड्रो पावर भन्दा यतापट्टिको हो। हाइड्रो पावर त्यहीँनिर हो। यहाँ हाँडी खोलाको एउटा हाइड्रो पावर छ। माथि हिमाल, यता माथिको गुन्साको गाउँ देखाउनु न। बाक्लो गाउँ यो गुन्सा हो। गुन्साको बाक्लो गाउँ। यो थाङपाल ल भन्नु त सर। पोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर 5 हो। त्यहाँनिर चाहिँ हाम्रो लगभग भक्तपुर जस्तै खालको छ बस्ती। त्यति बाक्लो छ त्यहाँनिर। सानो छ। हामी आधी घन्टा 45 मिनटमा जम्मै डुल्न सक्छौँ। तर एउटा वडा हो त्यो जम्मै। भनेपछि अरू लोकेसन यता के पर्छ सर? भूगोल हेऱ्यो भने यतापट्टि चाहिँ थाङपालको 4 नम्बर वडा पर्छ। अलिकति तलपट्टि यो 6 नम्बर वडाको थाङपाल धाप भन्ने पर्छ। पुरानो बस्ती भनेपछि यही अनुसारको छ। प्राकृतिक सुन्दरता त्यत्तिकै छ। हाम्रो यो खोला कुन पर्यो? यो हाँडी खोला भन्ने खोला हो। हाँडी खोला हजुर। यसैबाट 1 मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिएको छ। अलिकति तल पर्छ त्यहाँनिर। यहाँ यो हजुर अलिकति अब यहाँ टाढा भएको कारणले नदेखेला। अलिकति त्यहाँनिर छ यो जस्तै भएको जस्तल छिकेको हो। त्यही हो। भनेपछि यो यसको लागि पानी उहाँ माथिबाट खन्याइएको छ। यो पनि झन्डै 1 किलोमिटर जति नै होला लगभग। त्यसको पाइप पानीको फोर्स त्यहाँबाट दिइन्छ। तल खोलाको किनारमा छ हाइड्रो पावर चाहिँ।